मासतिर जान्छौँ, जाली लगाउनमा जान्छौँ भने केही मानिसहरू चाहिँ यो ढुङ्गा सङ्कलनमा जान्छौँ। अब ढुङ्गा त्यस्तो साह्रो अब के भन्ने हैन, ढुङ्गा त्यस्तो साह्रो छैन होला, तै पनि हामी खोज्छौँ, यता मासतिर जान्छौँ हैन। त्यहाँनिर अलिकति खनजोतको कामहरू पनि हुन्छ र हामीसँग डोजर पनि आइसकेको छ हैन, ट्र्याक्टरहरू पनि छन् र सबैजनालाई म भन्न चाहन्छु हामी सबै मिलेर यो धरानको यो बाटोलाई, महत्त्वपूर्ण बाटोलाई हामीले बचाउनका लागि अत्यन्तै इमर्जेन्सी बेसिसमा काम गर्नुपर्ने अवस्था छ। कुरा बुझ्यो नि? अहिले चाहिँ चक्कमन नै भएछ हौ, चक्क परे म। अब सुन्नुभयो, ध्यान दिउँ। अब यसरी चाहिँ नि हामीले चाहिँ नि होइन त्यो गर्नुपर्ने हुन्छ। अब कतिले चाहिँ भन्छ त्यता म गए पो हुन्छ, होइन, यो धरान सबै हाम्रो, यो देशै हाम्रो होइन, देशै हाम्रो। भन्नुको मतलब धरान बाहिर पनि यो मान्छेले लान्छ कि क्या हो ढुङ्गा बोकाउनु भनेर भन्दै सोच्दै हुनुहुन्छ होला। लानु पनि पर्छ, लानु पर्छ होइन। हाम्रो देशको सिमाना भत्किँदाखेरि त्यहाँ पर्खाल लगाउनु जाने हो, कोही त हेरौँ को जाने, हात उठाउँछ, आफै सबै जाने रहेछ होइन है। त्यसले गर्दाखेरि म सबैलाई भन्न चाहन्छु आज है, हामी स्वार्थी नबनौँ। पेटको लागि मात्रै हामीले सोचेर हुँदैन, देश पनि हाम्रो हो। त्यो तपाईँले बोकेको पेट तपाईँको हो, तर देश चाहिँ कसको हो त यो भन्दा यो देश पनि हाम्रो हो। देशको लागि काम गर्नुपर्छ, श्रमदानमा है, देशको लागि काम गर्नुपर्छ। म सबैजनालाई त्यो प्रेरणा दिन चाहन्छु, इन्करेज गर्न चाहन्छु है। सबैजनालाई म चाहिँ नि देशका लागि काम गर्नका लागि प्रेरणा दिन चाहन्छु। सबैजना तपाईँहरूले सहयोग गर्दै आउनुभएको छ। मैले यहाँ थुप्रै देखिरहेको छु यहाँहरू होइन। हाम्रो सगरमाथा ट्रेनिङ सेन्टर, माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरको हाम्रो कुमारजी, हाम्रो विमानजी होइन, दुईजनालाई मैले चाहिँ नि सम्पर्क पनि गरेँ हिजो। र हामीसँग चाहिँ नि लाहोर जानको लागि आतुर भइराख्नुभएका भान्जाहरू पनि आउनु भएको छ। उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु, ताली बजाउनुपर्छ कि होइन। र यता सुनौलो सक्षम महिला समूह धरान 11 भन्ने पनि आउनु भएको छ, उहाँहरूलाई पनि हार्दिक धन्यवाद छ। र ब्यानर नलि आउनेहरू थुप्रै हुनुहुन्छ होइन, थुप्रै हुनुहुन्छ। उहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। खास खुस नगर्नु, डोन्ट टक टु इच अदर भनेर इङ्ग्लिसमा भन्नुपर्छ, इङ्ग्लिसमा होइन। यता साउने टोल बस्ती संस्था धरान 17बाट पनि आउनु भएको छ। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब यहाँ बुझ्नु है कुरा, अब बुझौँ। अब हामी दुई भागमा विभाजन हुन्छौँ। मैले भने अगुवाई गर्ने साथीहरू नअल्मलिनु होला होइन। तपाईँहरूले ठ्याक्क मिलाउने। अब यहाँ माथि काम गर्ने मान्छे बसै चढेर जानुहुन्छ, किनभने 2-4 टर्निङ छ, माथि गइ जान्छ के अरे, पुग्दाखेरि कोही चाहिँ फेरि तर त्यति कमजोर त छैन होला सर होइन। हिँड्दै हिमालसम्म श्रमदान गर्न जानुपर्छ कुनै दिन, पर्दैन? त्यसले गर्दाखेरि होइन, बसमा चढेर माथि जानु होला। अनि ढुङ्गा कलेक्सनमा जाने साथीहरू चाहिँ हामी यता जान्छौँ। अब हाम्रो दिनेशजीले गैँती झम्पल बनाउनु भएको छ छैन, त्यहाँ व्यापक खन्ने कामहरू हुन्छ। त्यो औजार माथि जान्छ, केही चाहिँ ढुङ्गा निकाल्नका लागि, केही झम्पल चाहिँ यहाँ रहन्छ होइन। यहाँ रहन्छ बेलचा र गैँती, र धेरै जसो झम्पल मासतिर जान्छ। र हाम्रो डोजरले है, डोजर कतिवटा आयो? एउटा मात्रै हो, दुईटा आएको छ। ओके, यहाँ के अरे यो साबुन फ्याक्ट्रीमा पनि हाम्रो ढुङ्गाहरू छ, त्यो ढुङ्गा सङ्कलन गरेर ट्र्याक्टरले माथि पुऱ्याउँछ होइन। त्यो जीवित भएको मान्छेले त्यतिखेर युट्युबमा हाम्रो यो अभियानहरू हेर्दाखेरि है कस्तो लाग्छ होला, कस्तो लाग्छ होला त्यो दिनहरू सम्झिनु भएको छ तपाईँहरूले? म त त्यो भविष्य पनि देख्छु क्या, हेर्छु, आकलन गर्छु। पक्कै पनि रुनुहुन्छ होला है, रुनुहुन्न होला हो है। हामी केही समयका लागि यो धरतीमा छौँ, जतिन्जेल हामी बाँच्छौँ श्रम गरेर बाँचिरहौँ, जतिन्जेल हामी बाँच्छौँ मिलेर बाँचिरहौँ। यहाँ कुटाकुट गरेर पाउनेवाला केही पनि छैन होइन। यहाँ बाजेर जुधेर अरूलाई गाली गरेर केही हुन्छ? यहाँ हुँदैन। तर मिलेर काम गर्दाखेरि हामी बाटो बनाउँछौँ, हाम्रा विभिन्न खालका छैन होइन संरचनाहरू हामी निर्माण गर्न सक्छौँ। त्यो चेतनाले सधैँभरि उठेर हामी बाँच्छौँ। म त्यो भन्न चाहन्छु। यो एउटा इतिहास बनाउँदै गरेको, तपाईँलाई लाग्छ खालि ढुङ्गा बोकेको छ के छ भन्ने लाग्छ, यो इतिहास बनाउँदै गरेको। आजभन्दा 30 वर्ष पछाडि, 35 वर्ष पछाडि तपाईँले जब फर्केर हेर्नुहुन्छ, यो एउटा इतिहास हो जुन तपाईँको पसिनाले लेखिँदैछ। आज कुरा बुझ्नुभयो नि, यो तपाईँको पसिनाले लेखिँदैछ।
यो इतिहास लेखनमा आउनुहुने सबैजना तपाईँहरू त्यो इतिहासको एउटा एउटा अक्षर हो। अर्को सापमा पहिलो अक्षर हो, दोस्रो अक्षर तपाईँहरू हो, तेस्रो अक्षर तपाईँहरू, चौथो अक्षर, त्यसपछि तपाईँको हजारौँ हजार अक्षरहरूले मात्र एउटा इतिहास लेखिन्छ। त्यो इतिहासको प्रत्येक अक्षरहरू तपाईँहरू हुनुहुन्छ। यति महत्त्वपूर्ण काम हामीले गरिरहेका छौँ। यसलाई यसरी तपाईँहरूले अनुभूत गर्नुहोस्। म त यति भावनात्मक मान्छे हो, यो ढुङ्गा देख्छु होइन, त्योसँग मेरो साइनो छ जस्तो लाग्छ। माटो देख्छु त्योसँग मेरो साइनो छ जस्तो लाग्छ। बिरुवा देख्छु त्योसँग मेरो साइनो छ जस्तो लाग्छ। तपाईँहरूलाई लाग्छ कि लाग्दैन है? हामी सजीव प्राणी हौँ होइन, हामी बाँचिरहेका छौँ। बाँचिरहनु भनेको चाहिँ सास फेरिरहनु मात्रै होइन है। त्यसले गर्दाखेरि सबै कुराहरू हामीले बुझ्नुपर्छ र त्यसरी देशलाई माया गरेर गरिने अभियानलाई यो श्रमदानको अभियान भनिन्छ। फगत ढुङ्गा बोक्ने भौतिक मात्रै होइन, यो भावनात्मक र सामाजिक होइन मानवीय विकासको अभियान पनि हो भनेर यहाँहरूलाई म बुझाउन चाहन्छु। अब यति भन्नु होला नि, बोल्ने ल नबोल्नु है।